बालेनजीलाई गलत काम गर्दाखेरि तपाईँहरूले रोक्नु भएन भने होइन बालेनजी पनि भोलिको दिनमा केपी ओली जस्तो हुनुहुन्छ। केपी ओलीको भर्खर त्यो ठ्याक्कै त्यही हो, जे गर्दाखेरि पनि ताली बजाइदिने कार्यकर्ता भयो। त्यसले गर्दाखेरि मैमत्ता हुनुभयो उहाँ होइन, स्वेच्छाचारी हुनुभयो। जे गर्दा पनि आई एम द किङ, आई एम द स्टेट, आई एम एभ्रिथिङ भनेर भनिसक्यो, आई एम द पावर भनिसकेपछि चाहिँ अहिले के भयो, ठ्याक्कै त्यही हुने देख्छु म चाहिँ। चेक एन्ड ब्यालेन्स चाहिँ गर्नुहुन्न उहाँहरूकोले। भविष्यजी देख्नु भएको छ हो, यही हो। अर्को घर भत्काइदिँदा पनि गुड भनिदिएको छ होइन, अरूको रोजीरोटी खोजिदिँदा पनि गुड राम्रो गर्नुभयो यस भनिदिएको छ है। अनि अहिले हुँदा हुँदा तपाईँको चाहिँ नि उहाँको कारणले गर्दा मान्छेले आत्महत्या गरिरहेछ बागमती आम फालेर, यस राम्रै गर्नुभयो भनिसकेपछि त अब के भयो त, अब कुन लाइनमा गयो त? त्यो गलत छ, गलत छ। तपाईँ त पछिल्लो समय त बालेनजीको राजीनामै पनि मागिरहनु भएको छ, एकदमै धेरै राजीनामाको स्ट्याटस लेख्नुहुन्छ। यो किनभने उहाँले के छ भन्दाखेरि कस्तो भयो भन्दाखेरि उहाँले स्टेटलाई होइन ब्यालेन्समा चलाउन सक्नु भएन क्या। जहिले मान्छे कराइराखेको, आन्दोलन गरिराखेको, रोइराखेको है, उहाँले फेरि अब जस्तै 100 डोजर चलाएर घर भत्काउँदै हुनुहुन्छ अहिले होइन। होला कसैले मिचेर गरेको होला, कोहीले के होला, तर गरिब दुखी पनि छ नि त त्यहाँ त, आदि त गरिब दुखी होला। त्यो गरिब दुखीलाई पहिचान गरेर उहाँहरूलाई पुनर्वासको व्यवस्था गरेर त्यो गरेको भए सायद मै जान्थेँ क्या उहाँको समर्थनमा, उहाँले राम्रो गर्नुभयो भनेर। तर त्यो गर्नु भएन, रोइराख्नु भएको छ। कोही आत्महत्या गर्दैछन्, कोही के गर्दैछन् है, बिलौना चित्कार, यी सारा कुरा हेर्दाखेरि चाहिँ उहाँले स्टेटलाई ब्यालेन्समा चलाउन सक्नु भएन। किपिङ ब्यालेन्स होइन, उहाँले जे गर्नु पर्थ्यो त्यो चाहिँ गर्नु सक्नु भएन। र अर्को कुरा के छ भने विकास निर्माणमा उहाँको चासो छैन होइन। खोटाङमा के छ ताल खबर, अस्ति भर्खर पुगेर आएँ म। ताप्लेजुङमा के छ ताल खबर, मधेसमा के छ, पश्चिम दार्चुलातिर के छ त, डोटीतिर के छ, त्यता जानु पर्दैन, हेर्नु पर्दैन। अनि उहाँ अझै पनि महानगरपालिकाको मेयर जस्तो मात्रै तरिकाले चलिराख्नु भएको छ क्या, केन्द्रमै केन्द्रित हुनुहुन्छ। त्यही त, उहाँ त अब त प्राइम मिनिस्टर हो होइन, सबैको अभिभावक हो नि त, इभन मेरो पनि अभिभावक हो, तपाईँको अभिभावक हो होइन। फरक मत के छ, यसो छ कसो कता छ के छ ऊ गर्नुपर्छ, अब त्यो पनि छैन होइन। अब सबै कुरा मिडियालाई पनि बन्देज गर्दै हुनुहुन्छ उहाँले होइन। त्यो के अरे उसमा राख्ने मान्छेहरूलाई, त्यो के अरे त्यो सेल्टरमा राख्ने मान्छेहरूको लागि चाहिँ नि तपाईँको कोही मान्छे हेर्न त्यहाँ के भयो भन्दाखेरि चाहिँ गयो भने क्यामेरा स्यामेरा सबै खोसाएर बाहिर राख, यस्ता कुराहरूले के गर्छ भन्दाखेरि निरङ्कुशताको सङ्केत दियो।